खास मलाई भाषण चाहिँ आउँदैन जाँड खामालो बोल्न जे बोल्छु म इन्डियाले बनाइरहेको हामीले पनि यहाँ गाउँको कामै छैन नेपालमा प्रोसेसहरू हुन्छ र हामी धेरै हामीले यहाँ धेरै भाषण गरेर तपाईँको के हुने भएको छैन नेपालमै समारोहका सभापति महोदय अनि कमुदी जापानका कार्य समितिका साथीहरू र विभिन्न सङ्घ संस्थाबाट पाल्नुभएका प्रतिनिधि साथीहरू र उपस्थित महिला तथा सज्जनले सर्वप्रथम आजको यस कार्यक्रममा हामीलाई निमन्त्रणा दिए र दुई शब्द राख्ने मौका दिनुभएकोमा आयोजक समितिलाई मेरो व्यक्तिगत तर्फबाट अनि हाम्रो समाज वशिष्ठ जापानको तर्फबाट पनि हृदयदेखि नै हार्दिक आभार व्यक्त गर्न चाहन्छु। तपाईँ हामीलाई थाहा भएको कुरा हो, बुद्ध जयन्ती जो गौतम बुद्ध विश्वमै शान्तिको सन्देश फैलाउने र उहाँको असल उपदेशहरू विश्वभरि नै एउटा प्रचार गरेर जुन एउटा प्रसिद्ध हुनुभएको छ उहाँको सम्झनामा हामीले भनौँ अथवा कमुदी जापानले प्रत्येक वर्ष यसरी यो कार्यक्रम गर्दै आएको छ। यो अत्यन्तै प्रशंसनीय छ, उहाँहरू धन्यवादको पात्र हुनुहुन्छ र जहाँसम्म मलाई लाग्छ सकेमा त अझै जापानमा हुनुहुने सम्पूर्ण नेपालीको संयुक्त रूपमा यो कार्यक्रम गर्न सकेमा अझै प्रभावकारी हुन्छ जस्तो मलाई लाग्छ। जहाँसम्म पूर्व साथीहरूले पनि भन्नुभयो गौतम बुद्ध यो विश्वमै एकदमै स्पष्ट भएको कुरा हो। हाम्रो नेपालको लुम्बिनी जो कपिलवस्तुमा जन्म भई हामी नेपाली हामीले गर्व गर्ने विषय हो। तर हालसालै मात्र एउटा दुःख घटना साथीहरूले भन्नुभयो मित्र राष्ट्र भारत जो मैले त के भन्छु भने यो मित्र होइन कि दुष्ट राष्ट्र जसले हाम्रो यो राजनीतिक पक्ष भनौँ अथवा सामाजिक पक्ष आर्थिक पक्ष जुनै पनि पक्षमा प्रत्यक्ष सरोकार राख्छ उसले आफ्नो इच्छा बमोजिम हाम्रो नेपाललाई चाहिँ हिँडाउन खोज्छ। यसको बावजुद पनि हाम्रो नेपाल सरकार जो हाम्रा नेताहरू यत्रो जुन समाचारमा आएको छ यो कपिल लुम्बिनीको हुबहु एउटा कपी गरेर भारतको उत्तर प्रदेशको कुन ठाउँमा हो यो अहिले बन्दैछ 2012 सालमा सम्पन्न गर्ने हिसाबले बनाउँदैछ अरे। यत्रो ठुलो चाहिँ अत्यन्तै विशेष परिस्थितिमा पनि हाम्रो नेपाल सरकार एकदम बेजिम्मेवारीका साथ चुप्प बसेको छ। हाम्रा नेताहरू यो कुर्सीको लुछातानी अनि आफ्नो पार्टीको एउटा चाहिँ पार्टीको मात्र उहाँहरूले ध्यान राखेर जुन यस्तो गहन विषयमा उहाँहरूले ध्यान दिनुभएको छैन। अस्ति मात्रै हाम्रो नेपालको नयाँ संविधान जुन 1 वर्षको लागि सबै दलको सहमतिमा सकेको छ। यस अवस्थामा तपाईँ हामी विदेशमा बस्ने आम एनआरए हामी नेपालीहरू एकाबद्ध भई कतै सान्दर्भिक होला जस्तो मलाई लाग्छ। भन्दा अन्तमा पुनः एकचोटि आजको यस कार्यक्रमको सफलता अनि हार्दिक साथीहरूलाई बधाई दिँदै मेरो दुई शब्द शुभकामना सन्देश पुर्याउँछु। हस्त